भिडियो बनाइराखेको हुँदिनँ होइन, टिप्ने कुराहरू टप्पेटो थियो। मलाई आज एकदमै खुसी लागेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। यो चाहिँ मैले डल्ले खोर्सानी रोपेको थिएँ। ल हेर्नुहोस् त यहाँ यति मजाले फलेको छ नि यो डल्ले खोर्सानी है। हेर्नुहोस् त यहाँ आम्मामामामा, आई एम सो एक्साइटेड एन्ड सो ग्रेटफुल है सिइङ दिस। ल हेर्नुहोस् न कति धेरै क्या एउटै हाँगामा। बाफ, ल हेर्नुहोस् त यहाँ, ओ माई गड। त्यही भएर मैले यो भिडियो रेकर्ड गरेको हो देखाउनलाई। हेर्नुहोस् त यहाँ तपाईँहरूलाई कति मजाले फल्ने कि। हामीले चाहिँ नि बाहिर गएर चाहिँ तपाईँको $10 पर पाउन्ड, $12 पर पाउन्ड भनेर किन्छौँ। आफूले रोपेर गर्न सक्दाखेरि के नहुने रहेछ। ल हेर्नुहोस् त यहाँ अमेरिकामा पनि बाफ्रे, हेर्नुहोस् ल यति मजाले फलेको छ नि है यो डल्ले खोर्सानी। ओहो, यस्तै गरेर चाहिँ नि उता पर पनि यस्तै यहाँ आइएम सो ग्रेटफुल है, एकदमै ग्रेटफुल छु म। इभन तपाईँलाई चाहिँ यो म बोडी पनि देखाउँदैछु है। यो बोडी हो, लङ बिन्स होइन। यो हेर्नु नि, अब यो अलिकति बिउ पकाउनलाई पनि राखेको मैले, तर सिधा वेट ग्रोस म्यान, कम अन। यस्तो मजाले फल्ने है आमा। हेर्नुहोस् न यहाँ फर्सी कहाँबाट त्यहाँ आएछ आमा। तर माइको टमाटरहरू त यहाँ टिप्नै भ्याउँदैन, यत्रो धेरै चाहिँ यत्तिकै नाश भएर जान्छ। कसले टिप्ने फुर्सद छैन होइन। तर यो चाहिँ आइएम भेरी ग्रेटफुल है। यो करेला टिप्दै थिएँ मैले, यी करेलाहरू पनि छ। तर खोर्सानी देखेर चाहिँ मेरो मन एकदम प्रफुल्लित र आइएम भेरी ह्याप्पी एन्ड भेरी ग्रेटफुल।